हेर्न सक्नुहुन्छ यहाँनिर मौरी यसरी सुपरमा चढेको छ मौरी मजाले यसरी टालेको छ यो चाहिँ यो टालेको भनेको यो पाकेकोमा हो अनि बाँकी जुन यो छ अलिअलि टाल्ने खाले यो राम्रो छ एकदम राम्रो छ यो मौरी यो त 3 पटकको हुन्छ अब काटेपछि अब निकाल्यो 3 पटक एकचोटीमा दर्शक दिनहरु आज हामी दाङ जिल्लाको विष्णुपुरदेखि माथि टाफीकोट भन्ने गाउँमा आएका छौं यहाँनिर चाहिँ हाम्रो मामा घरमा मेरो मामाको छोरा जेठा दाइ हुनुहुन्छ उहाँले चाहिँ लोकल मौरी फार्म गर्नु भएको छ यहाँनिर चाहिँ जति पनि यो आधुनिक घरमा राखे तापनि यहाँनिरको सम्पूर्ण मौरीहरु सेराना नामको मौरी चाहिँ यो रहेको छ यहाँनिर हेर्न सक्नुहुन्छ यो सम्पूर्ण घरहरु टन्नै छ मौरीहरु अब अहिले सोधौँला हामीले कुराकानी गर्नेछौं के कति मौरी छ यहाँको मौको रेटहरु के चलिरहेछ मौरीले के कस्तो लगाइरहेछ र बाँकी हामीले तपाईलाई मौरी घार निरीक्षण पनि गरेर चाहिँ देखाउने छौं टाइम मिलेसम्म हामीले अब केही समयमा यो घारलाई चाहिँ निरीक्षण गरौँ है त कति घार पाल्नु भएको छ दाइ यो मौरी अहिले यहाँनिर अलि नजिकबाट खानाम त अब सबै त कति छ भन्ने थाहै छैन थाहै छैन कोही कता छ है कोही उता यो ल्याउनु चाहिँ कहाँबाट हुन्छ यो मौरीहरु त अब यहाँ किनेर ल्याउनु हुन्छ कि कहीँबाट कहीँ आफै आउने हो कि कहीँ ओरालतिर पास थाप्नु भएको छ कि के छ यसको अवस्था किनेर हैन यो पुरानो घार मुरे घार गराउने काट्ने अब त्यो त ओरालतिर ढुङ्गा हुन्छ नि ढुङ्गा खोजेर त्यो ढुङ्गातिर लगेर हाक्दिने त्यहाँ आउँछ त्यहाँबाट फेरि बोकेर ल्याउने साझा राति कोही घरमा पनि आउँछ आफै पनि आउँछ नि कोही आउँछ धेरै जस्तो आउँछ लगभग यो विकासी मौरी हो कि यो लोकल मौरी हो यो लोकलै हो यो पनि लोकल हो हैन अनि यता यो घार पनि छ मौरी छ यो सुपर चराको सुपर चरा सक्नु भएको छ हैन अहिले हामीले हेरौँ है के छ के हेर्सक्नु भएको छ पानी सक्नु भएको छ मसबाट नै अब पहिला 2 पटक पानी सकेको हो अब यो लास्ट चोटी ए ल यता हेरौँ त हामीले मौरी यो चाहिँ सबै लोकल मुरे घार भन्छ यसलाई मुरे घार भन्छ पूर्वतिर डुरे घार पनि भन्छ यो घारहरु चाहिँ के को बनाउनु भयो यो घार त अब कोही चिउरीको छ कोही सालको छ प्राय मौरीले मन पराउने घार के को हुन्छ जसको भयो भने घरमा बसिहाल्छ कि कुनै घारलाई चाहिँ एकदमै मौरीले मन पराउँछ यो मौरीहरु लडिरहेछ हेर्नु त यहाँ मन पराउन लाग्यो त वो हो चिउरीको घार है ओ यो चिउरीकै हो यो चिउरी हो ओ त्यो चिउरी हो नयाँ काट्ने बित्तिकै उतिखेर आउँछ के ए त्यसपछि यो चिउरीको घार चाहिँ मौरी एकदमै आकर्षित हुन्छ यो बोरी हो यो बोरी पनि बोक्नलाई हल्का यो बाहिरबाट मौरी आइराछ कि एकदम लडिरहेछ यहाँनिर यो अघि काट्दै उ भएको त त्यहाँ ए कारलाङमा थियो चाका खसेको त्यो चाका खस्यो भन्नुभयो पानी हालिदिएको थिएँ आज मैले तल खस्यो भुइँमा लत्तै खस्यो के यता भिडियो खिच्ने मान्छे यता अलि नआउनु है माइला यहाँनिर चाहिँ साह्रै रिसा छ मौरी यो घरकाले टोक्दो अलिक रिसा छ यो छैन फेरि यो फटा मौरी है अलि यो छैन उता फसा यो मैले पानी लगाइदिएको थिएँ त्यहाँ चाका काट्दाखेरि खस्यो तल चाका काट्दाखेरि खस्यो हैन यो यहाँ खस्दियो मौको चाका अब मौको चाका यहाँनिर खसेको कारणले गर्दाखेरि हेर्न सक्नुहुन्छ अन्य घारको मौरीहरु आएर यस्तो तरिकाले यहाँनिर लडिरहेछ अब यस्तो गर्नु पर्यो यसलाई त्यहाँनिरको त्यो उसले के अरे धुवाले फालिदिएर त्यहाँनिरको माटो सट्टै फालिदिहाल्ने नत्र त अहिले लास्टै लडिहाल्छ मौरी दर्शकहरु हेर्न सक्नुहुन्छ यहाँनिर बिना घारकोमा पनि यो ढोकाको चेपमा माथि मौरी बसिरहेर आएर चाहिँ यहाँनिर यो पोला लगाएको छ ए हेर्न सक्नुहुन्छ यो एरियामा चाहिँ लास्टै मौरी आउँदो रहेछ क्या फेरि यहाँनिर मौरीलाई चाहिँ एकदमै राम्रो मनपर्ने ठाउँ दिनभरि घाम लाग्ने वरिपरि चिउरीहरू प्रशस्त मात्रामा फुलेको तोरी फुलेको यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो दृश्य छ यो यसबाट तान्नुभयो त म अहिले ल अलिक तानेको ल अरू कहाँ छन् हामी घार अरू हेरौँ है अरू त उता माथि छ सबै अनि यो घरको वरिपरि घार छ यहाँनिर यतातिर पनि हेर्न सक्नुहुन्छ है यतातिर पनि एउटा दुईटा तीनवटा घार यता राख्नु भएको रहेछ यो चाहिँ सानो पासो थाप्नु भएको रहेछ यहाँनिर अब माथितिरको पनि मुरे घार हेरौँ त हामीले ल अब हामी माथितिर जाँदैछौँ है त यहाँनिर माथितिरको मुरे घार हेर्दैछौँ हेर्न सक्नुहुन्छ यहाँनिर एकदम मजाले काम गरिरहेछ यो साह्रो रिसाइरहेछ एकदम फटा मौरी पस्मे फटा मौरी हो यो फटा मौरीले फेरि रस हाल्छ नि त राम्रोसँग यता यो माथि घरहरुमा पनि त्यो घारमा उतारो खानु छ त्यो गएर मौरी छ है त हेर्न सक्नुहुन्छ यहाँ पनि घार रहेको छ यो के नयाँ घार नयाँ ल्याउनु भयो मौरी यो नयाँ एकदमै कम मौरी राख त भर्खरै खोल्नु भएको रहेछ मौरी धेरै छ यसमा फेरि छ नि एकदमै कम मौरी रहेछ मौरी लगभग घर अब यहाँनिरै पाहुनाहरू पनि आछन् आज यो अमिलाहरू ट्याक्कै खोलेर अब मसँग खाने
प्लानिङ हुनेछ। अहिले हामीले काट्छौँ है त। म भिडियोमा बनिरहनु होला, हामीले तपाईँलाई एउटा घर खोलेर देखाउँछौँ है कस्तो छ घरको दृश्य। यहाँनिर सक्नुहुन्छ माथि भित्तातिर पनि टन्नै राख्नु भएको छ मौरी। ए यता यता पनि माथि पनि रहेछ, अनि अर्को माथि रहेछ, अनि अर्को उता छ। यस्तो राम्रो चरेको छ हेर्नु त मौरी यो समयमा। त्यो उसले यति मजाले चरेको छ मौरी। त्यसले बियर यो ढुङ्गा ठुलो ढुङ्गा लाउन कारण यो गोइलाङ आउँछ कि गोइलाङ हो क्या त्यो मलछाप्रो मलछाप्रो आउँछ खानलाई। कुकुर छ नि त त्यति असर त गर्दैन। यो मलछाप्रोहरूले चाहिँ यहाँनिर खान्छ भनेर ढुङ्गाले चाहिँ सेभ गर्नु रहेछ। अनि अरू हामीले अन्त कता कता छन् मौरी घरहरू त्यो त सबै देखाउँछौँ है त। माथितिर पनि राख्नु भएको छ अरू त्यो मार्दै हो। यो त यो घरको माथितिर पनि यहाँनिर पनि राख्नु भएको रहेछ दुई घर। घरको वरिपरि मौरी छ। यो सिजनको टाइममा त मौरी यहाँ छ एउटा यो यहाँ आधुनिक घर के छ यसमा छ मौरी। त्यो यस्तो भयो क्या त्यो भेर फाटेको त्यहाँ राख्दै राख्दै त्यो भेर त पुरै नबस्थ्यो त्यो उड्दै क्या। ए पहिले घरमा तपाईँले प्रवेश नगराउँदै पहिले भाग्दियो आधी हालिसकेको हजुर पुरै भएन क्या। त्यसमा नआउँदाखेरि झ्यापै उरी नै सोध्दै गयो जङ्गलतिर कता गयो कता। अब माथि पासो थाहा आमा पस्छ कि कता गयो अरू तलतिरको हेरौँ त घर अब कता छन्। ल यो त नयाँ अनि यहाँनिर हेर्नु सक्नुहुन्छ एउटा आधुनिक घर यहाँ छ, अनि एउटा आधुनिक घर यहाँ छ, एउटा मुरे घर यहाँ छ। यो यसमा कुइन गेट लगाएर ए क्विन गेट भर्खरै आएको होला। भगरमा भेर फाट्न राखेको भेर फाटेर राखेको कति दिन भयो? कति दिन भयो थाहा भएन। कति दिनसम्म यो क्विन गेट लगाउनुहुन्छ हजुरले? अब यो कुट बोकेपछि छोड्यो भने मैले आज बिहान हेर्दा एउटाले कुट बोकेको देखाएको थिएँ। अब कुट बस्ने एउटा दुईटाले कुट बोकेको झुक्काउँछ कि नि त्यो कुराहरू याद गर्नु भएको छैन तपाईँले? त्यो बेर छोड्दै छोड्दै हेर्न त्यति झुक्क्याउँछ त्यो मौरले। पहिला एउटा आधुनिक घरमा माथि थियो माथि र 15 दिन बसेर गयो क्या। 15 दिन हो यसरी झुक्क्याउँछ किनभने मेरो पनि मौरले यो हिजो झुक्काएर आउँछ। 2-4 दिन कुट बोक्थ्यो यो कुट बोक्यो भनेर अनि त्यो क्विन गेट हटाउने बित्तिकै भोलिपल्ट तुफान आनिदिन्छ। यो पनि क्विन गेट यो पनि भेर फाटाउनु भयो भेर फाटेकै राख्नु भयो। अब यहाँनिर पनि यहाँनिरको मुरे घरमा पनि मौरी छैन। यो राम्रो छ राख्दै मौर त। यो त हिजो मात्र ल्याएको हो क्या। ए हिजो बिहान मात्र ल्याएको यो पहिलो पारे आएर चाहिँ उ त क्या ओरालमा आएर चाहिँ त्यहाँ पासो थापेको पर्यो। कोइला आयो थाहा भयो नि अस्ति देखियो। अनि तपाईँले यो जस्तै पासो थापेर ल्याउनु भयो मौरलाई होइन। मौर ल्याइसकेपछि त्यहाँबाट यहाँ ल्याउँदाखेरि तपाईँ घाटको बाटो अप्ठ्यारो आउँदाखेरि तपाईँले पछि यो घरलाई निरीक्षण गर्नुहुन्छ कि हुन्न त्यो लगाएको पोलाहरू खस्यो भनेर? त्यो ल्याउने बित्तिकै खोलेर त्यसरी खोलेर पनि हेर्नुपर्ने हुन्छ ल्याउने बित्तिकै के हुन्छ भने नयाँ आएको मौरले त्यो पोला लगाउने बित्तिकै म हालिदिया हुन्छ माथि भर्खर लगाएको चाका खस्दिया हुन्छ तल। यो काटे मौसममा त्यति खस्दैन। फागुनतिर गर्मी ऊ हुन्छ नि त्यसो पोला खस्या छैन एकदम सेफ छ यो त खस्दैन। ल अब पर हामी जाउँ है त परको अरू आधुनिक घरहरूमा हेरौँ। यहाँनिर हेर्न सक्नुहुन्छ यो पनि यहाँनिरको यो घरमा पनि मौर रहेछ। यो कार लाग्नु भयो नै त्यो कार होइन यो त कार लाग्ने अहिले हेर्ने यसलाई सुपर कुनमा त्योमा मात्रै चढाउनु भएको रहेछ नि हेरिसक्नु भएको थियो। पहिला दुई चढाएको छैन सुपरमा चढेर दुई पटक आइसक्यो हो। ए म निकालिसक्यो दुई पटकै कार्तिकमै यही काट्थ्यो म दुई पटक अब गरेर 7-8 किलो निक्ल्यो होला। कति छिटो लगाएको त सुपरमै 2 चोटि काट्दिने भनेको 7-8 किलो त निक्लिसक्यो दुई पटक होइन। त्यसो भए यो राम्रो मौर रहेछ है यो म हाल्ने मौर म यो राम्रो चाहिँ करकट भएन क्या। दर्शक दिनहरू हामीले यो चाहिँ यो सुपर चढाउनु भएको रहेछ। यो सुपर चढाएको घरमा पनि यो कार्तिकमा 2 चोटि काटेर म यसबाट निकालिसक्नु भएको रहेछ। हामीले जस्ट यसको घरको भित्रको अवस्था के छ भन्नुको लागि यो दृश्य देखाउँछौँ है त हजुरलाई। ल खोलेर देखाउनुहोस् त। हेर्न सक्नुहुन्छ यहाँनिर मौरी यसरी सुपरमा चढेको छ मौरी मजाले। यो चाहिँ सुपरमा कति फेरि माल्नु भएको छ? 2, 4, 6, 8, 9वटा फ्रेम यहाँनिर हेर्न सक्नुहुन्छ। यो चाहिँ प्योर अर्ग्यानिक कार्तिके मह पाकेको मह भन्छ यसलाई। हेर्न सक्नुहुन्छ यहाँनिर यो मजाको मह यहाँनिर हेर्न सक्नुहुन्छ सुपरको मह हो यो। अनि ब्रुड चेम्बरको चाहिँ एकदमै लगाएको रहेछ तल। ब्रुड चेम्बर देखाउँ त मुनि ब्रुडको हेर्न सक्नुहुन्छ। ब्रुडमा चाहिँ एकदमै मह लगाएको छ। तपाईँले ब्रुडको मह निकाल्ने गर्नु भएको छैन? तर यो घाएको तपाईँले निकाल्दा हुन्छ अब मह ब्रुडको पनि यति मजाको लगाएको छ। 1, 2, 3वटा फ्रेम चाहिँ 3वटा फ्रेम 4वटा फ्रेम फुल्ली मह लगाएको छ।
ब्रुडमा पनि यसमा टन्नै मह छ तपाईको ब्रुडमा 4-5 किलो मह छ यसमा यो राम्रो छ एकदम राम्रो छ यो मौरी यो त 3 पटक हुन्छ अब काटेपछि अब निकाल्यो 3 पटक एकचोटीमा बहुत राम्रो 2 पटक गरेर 7-8 किलो निकाल्यो होला 2 पटक गरेर है मान्छेको यस्तो यो लोकल आधुनिक यो लोकल मह फेरि यति भ्याल्यु छ अहिले मान्छेले खोजिराखन् अब त्यसमा तल देख्दाखेरि हेर्नु माथि अब तपाईले काट्दाखेरि माथिको यो पनि एकचोटी भरिसक्यो अब 15 दिनपछि 15 दिनपछि यो तोरी छ नि त चाहिँ यो माथिको पनि निकाल्दिने तलको 3 फ्रेम छोड्दिने अरु सबै निकाल्दिने जुन एकदमै पुरानो चाका छ त्यसलाई पनि निकाल्दिने उता साइडतिर र यता साइडमा म पनि तल पनि म छ भयंकर छ म बीचमा पनि छ के यसमा पहिला यसमा त्यो घार थियो हजुर अहिले अस्तिसम्म यस्तो भयो कि कहाँबाट त्यो घारमा मैले आफ्नो माटोले लिपेका थिएँ हेर्नु न ए यसमा म माटामा लिप्नु हुने हुन्छ खास गरी त्यो अर्को नयाँ घारले त्यो घार ल्याएर चेन्ज गरिदिएको स्याक ठ्याक गर्दाखेरि म थियो तल पनि अब यो घार हेर्ने के गर्ने निकाल्ने त्यो नहेरौँ बरु त्यो हेरौँ फेरि ए ऊ छ राम्रो निकालिसक्नु भएको छ यसबाट हेरिसक्नु भएको न यो म अलि मौरी छैन कमै छ ए ल हामी अब अर्को घारको निरीक्षण गर्दैछौँ हेर्छौँ है यहाँनिर यहाँनिरको एउटा अर्को घार छ यो कति महिना भयो मौरी आएको बसेको यो त लगभग 1 महिना जति भयो होला यो मौरी त थोरै थियो यो मौरी त कति यहाँ फाटियो रुखमा बसेर भेराएको मैले यति थियो ट्याक ल्याए यो मात्र 1 महिना भएको छ यसको कतिको 1 महिनामा चाहिँ कतिको काम गरेर हामी देखाउँ है यसलाई त्यो रानीगेट पनि लगाएन के कुन गेट पनि लगाएर त्यतिकै गरेर बिहानबाट कुर्बोङ लाग्यो तपाईकै यो घरको कुनै भेर फाटेर गएर बस्तिर आएको थियो होला अब कुन चाहिँ भेर फाट्यो तपाईलाई थाहा भन्नु थाहा भएन मैले आफ्नो एरिया भएर चाहिँ राम्रोसँग बस्यो के यो ठ्याक्कै गइन हेरेको त्यहाँबाट ठ्याक्कै देखियो यो बाहिरबाट मौरी कहाँबाट पस्छ चाहिँ मजाको ब्रुडिङ गरेर चाहिँ मैले बच्चाहरू त कति मजाको म थोरै थियो पहिला बच्चा हाले छ यस्तो राम्रो ब्रुडिङ छ यो माथिको भाग म हो अनि मुनिको भाग बच्चा दामी ब्रुडिङ छ यो यस्तो मजाले गोला बढ्छ यो चाका चाहिँ यसले अनलिमिटेड लगाएको रहेछ एक्स्ट्रा लगाइदिएछ हैन यो चाका मैले अर्को घरको काटेर लगाएँ यसमा पनि एक्स्ट्रा लगाइदिएछ यहाँबाट जोड्दैछ के अब यो भइहाल्यो र नयाँ अब त्यो मुरी हारमा बसेको त्यो चाका फाल्दिनु दाजु हो यो यस्तो मजाको ब्रुडिङ छ यो आफ्नै चाका यो उ चाकाबाट उठाएको यो बच्चादेखि हेर्नु त यस्तो मजाको ब्रुडिङ गरेर छ यो एक्स्ट्रा हो कि यसलाई फाल्दिनु पर्छ वास्तवमा ठोक्ला है है क्या यो तपाईको यही घरकै मौरी हुनुपर्छ यहीँनिरको कुन घरको थाहा भएन भेराको दर्शक बहिनीहरू हामीले चाहिँ सम्पूर्ण मौरी घरहरू चाहिँ देखायौँ यदि तपाईँलाई अर्ग्यानिक लोकल चिउरीको तोरीको अनि बन्ने फुलहरूको मह चाहिँ अर्ग्यानिक महहरू चाहियो भने चाहिँ डिस्क्रिप्सनमा मैले नम्बर दिनेछु कन्ट्याक्ट गर्न सक्नुहुन्छ यो मह चाहिँ टाढा चाहिँ हामीले पुर्याउन सक्दैनौँ यो लगभग यो दाङ भ्यालीसम्म चाहिँ पुर्याउन सकिन्छ किनभने यो मह चाहिँ यहीँ घरमै आएर यहीँबाटै लगिहाल्नुहुन्छ कोही लिनुहुन्न होइन बेच्नु यहीँ घरैमा यहीँ गरी सकिहाल्छ सकिन्छ कसरी दिने गर्नु भएको छ मलाई चाहिँ त्यो भन्नकै 1500 1600 पनि हुन सक्छ धेरै लाग्यो त्यस्तो गर्नु भएको छ अनि यो लोकल मौरलाई प्रायः सो यो कति एक सिजन वर्षमा कतिचोटि कार्य गर्नु भएको छ यो घरहरू नै वर्षमा हामीले त यही मुक्सिर कात्तिक मुक्सिर एक सिजन त्यहाँबाट फागुनमा भयो भने चाहिँ एक सिजनमा आउँछ दुईचोटि मात्र चैतमा कार्नुहुन्न यता चैतमा के छ फुलहरू चैतमा त्यति हुन्न अलि पातवाला मह हुन्छ भनेर असारमा मह हुन्छ धेरै असारमा हुन्छ चितो मह हुन्छ भनेर लाग्दैन मान्छे लाग्दैन खोज्दैनन् मौरीले पनि खान्छ भनेर बोलाउनु पर्यो त्यसपछि नर्मली महहरूले कात्तिक मुक्सिरको कात्तिके मह मात्रै बेच्नु कात्तिक मात्रै हो मेन अरू चाहिँ मह खाओस् मौरीले यसलाई पनि त पाल्नु पर्यो यसले पनि खानु पर्यो पाल्नु पर्यो अब यो अरू विकासी मौरी भयो पो चिनी खाएर चारो खाएर पालौँ भन्ने हो यसलाई चिनी खुवाउने ठाउँ हुँदैन कुनै यो फेरि यस्तो छ यो विकासी मौरी र यो मौरीमा ममा यति डिफ्रेन्ट किन छ म कसैले यो महँगो किन भयो भन्ने यो के हो भने चाहिँ यसको जानकारी मैले तपाईँलाई दिएँ विकासी मौरी भनेको त्यसको मह सस्तो हुनुको कारण तपाईँलाई मैले भन्छु त्यसको मह सस्तो हुनुको कारण के छ भने उसले एक ठाउँमा फुल भेट्यो भने त्यो फुलको ढुट्टो हुने गरिने चाहिँ त्यहाँको रस सम्पूर्ण निकालिदिन्छ यो मौरीको क्वालिटी के हुन्छ भने यहाँनिर चिउरी टन्नै फुलिरह तर पनि चिउरीको मह पनि ल्याइरहेको हुन्छ र अन्त सानो सानो झारहरूको पनि ल्याइरहेको हुन्छ अहिले अब यो तोरी फुलिरहेछ तोरीमा पनि मौरी घुमिरहेछ यो तोरी बारी हेर्न सक्नुहुन्छ यो तोरी घुमिरहेछ तर पनि यहाँनिर तोरीमा एकदमै कमै मात्रामा मौरी घुमिरहेछ भने अन्य यो जङ्गलको फुलहरूमा पनि मौरीहरू घुमिरहेछ यसले चाहिँ एकदमै जडीबुटीहरूको अर्ग्यानिक मिक्स चाहिँ पुष्परस कलेक्सन गर्ने भएको कारणले गर्दाखेरि चाहिँ यसको मह महँगोमा पर्न जाने हो
र अब फेरि आधुनिक विकासी मौरीको म चिनी खुवाएको भन्छु नि, त्यो पनि होइन है। फेरि त्यो चिनी हो, चिनी खुवाएको चाहिँ होइन, चिनी चाहिँ म मौरी पाल्नुको लागि खुवाइएको हो। तर यसलाई चाहिँ खुवाउनु पर्दैन। फेरि यो मौरीको यस्तो हुन्छ 3-4 दिन 5 दिनसम्म यसले खाना भेटेन भने पनि यो मौरीलाई चाहिँ बाँच्न सक्छ यो मौरी। तर त्यो मौरीको साइज नै ठुलो हुन्छ, उसलाई खानाको आहार चाहिँ धेरै चाहिने भएको कारणले गर्दाखेरि अफ सिजनमा चारो खुवाउने, बाँकी फुलको सिजनमा चाहिँ ठाउँ ठाउँमा चराउन लैजाने, म कलेक्सन गर्ने हुन्छ। यसलाई चाहिँ कहीँ चराउन लग्नु पर्दैन। यो अब कहाँ लिएर जानु, यो डुरेघारलाई मुरेघारलाई यिनलाई कहाँ लिएर जानु चराउन? जे छ भाग्या भाग्छ, बस्या बस्छ। त्यो चाहिँ यस्तो हुन्छ है त। ल आजको भिडियोमा यति नै। यदि यो भिडियो फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने चाहिँ फेसबुक पेजलाई फलो गर्नु होला, र यदि यो भिडियो युट्युबबाट हेर्दै हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। लोकल मौरी भेटेको खण्डमा यसो नागरतिर, दाङतिर, कता सल्यानतिर गएको बेला चाहिँ अर्ग्यानिक मौरीहरूको चाहिँ भिडियो मलाई रमाइलो लाग्ने भएको कारणले गर्दाखेरि चाहिँ भिडियो बनाउँछौँ। हवस् त, यस भिडियोबाट आज यति नै। हवस् त, धन्यवाद।